पुनः शर्मिसहरुमा नमस्कार। म आज तपाईहरु सामु फेरि पनि नयाँ भिडियो लिएर आएको छु र आशा गर्दछु तपाईहरुले यो भिडियो मन पर्नेछ। आजको भिडियो नेपालमा रहेका 8000 भन्दा बढी उचाइ भएका हिमालहरूलाई सम्झिने तरिका सँग सम्बन्धित रहेको छ। नेपालमा रहेका 8000 भन्दा बढी उचाइ भएका हिमालहरू सम्झिने सूत्रसँग सम्बन्धित रहेको छ। त सम्झिने सूत्र यस प्रकार रहेको छ। सागर कञ्चन लहौ म कालो भए, सागर कञ्चन लहौ म कालो भए, चोयु धौला मनास्लु पुगेर अन्न खौला टन्न। फेरि पनि है, सागर कञ्चन लहौ म कालो भए, चोयु धौला मनास्लु पुगेर अन्न खौला टन्न भनेर हो। यो एउटा यात्राको क्रमलाई तपाईहरुले सम्झिनु होला। यात्रा क्रममा एउटा साथीले भन्दो रहेछ सागर कञ्चनलाई, म त कालो भए है, अनि बाँसको त्यो चोया धोएर मनास्लु पुगेर अन्न खान्छौ टन्न भनेर साथीलाई सुनाइरहेको छ। म कालो भए, अब चोयु धुन्छौ र मनास्लु पुगेर अन्न खान्छौ टन्न भनेर भनिरहेका छन्। सागर कञ्चन लहौ म कालो भए, चोयु धौला मनास्लु पुगेर अन्न खौला टन्न भनेर यसरी तपाईले सम्झिन सक्नुहुन्छ। सागर भनेको सागरमाथा, त्यसपछि कञ्चन भनेको कञ्चनजङ्घा, लहौ भनेको लहत्से, मकालो भनेको मकालु, चोयु भनेको चोयु, धौलागिरी भनेको धौलागिरी, मनास्लु भनेको मनास्लु नै रहेको छ र अन्न भनेको अन्नपूर्ण रहेको छ। यहाँ अन्नपूर्ण भनेको अन्नपूर्ण नै रहेका छन्। र यिनीहरूको उचाइले हामीले कसरी सम्झिन सक्छौँ भने एकदमै सजिलो रहेको छ र हामीलाई सबैजनालाई थाहा नै छ होला। सगरमाथाको उचाइ कति रहेको छ अरे 8848 अहिलेको नयाँमा 86 थपेको छ। 8848.86। यो 86 ले पनि हामीले निकै सहयोग पुर्याउँछ है। 86 भन्दा एक कम कति अरे 85, अनि यो फेरि 86 लाई राख्दिनु, 85 86। अब हेर्नु है, अर्को कञ्चनजङ्घामा कति भयो त 85 86। लहत्सेमा हेर्नु त 85 को 85, अनि यो 8 को ठाउँमा तपाईले के गर्दिनु 1 राख्दिनु। 8 को ठाउँमा 1 राख्दिँदा 8 को ठाउँमा 1 राख्नु र यो 6 लाई जस्ताको त्यस्तै, अर्थात् 85 16 भयो। 8516 लहत्सेको रहेको छ। त्यसपछि अर्को यो कति नम्बरमा रहेको छ भने 4 नम्बरमा। 4 नम्बरमा 84 भएको। 85 पछि अब के आउँछ त 84। 84 मा 4 हुन्छ नि त। 4 नम्बरमा 84 को कुरा आयो। र एउटा कुरा तपाईहरुले यहाँ सम्झिनु होला, मकालु मबाट सुरु भएको यो मकालु र मनास्लुमा दुईटैको अन्तिमको अक्षर ल रहेको छ। यो ल ले तपाईले सहयोग पुर्याउँछ। ल लाई हामी यसरी लेख्न सक्छौं, जुन के जनाउँछ त 6 जस्तो जनाउँछ, र यही ल लाई यसरी फर्काएर लेख्यो भने यो 3 जस्तो, अर्थात् 63। यो म भएकोमा के रहेको छ अन्तिममा 63 रहेको छ त। मकालु 4 नम्बरमा भयो 84, 63 रहेको छ भनेर सम्झिनु होला। 84 63। अब यहाँ हेर्नु 5 नम्बरमा चोयु कति अक्षरको रहेका छन् त 2 अक्षरको। अब 83 छैन। 83 पछि छैन भनेपछि अब चोयु 2 अक्षरको 2 लागेको 82, 82 82 01, 82 01 भनेर सम्झिनु होला। चोयु 2 अक्षरको 2 लागेको 82 भयो, 82 01 भनेर सम्झिनु होला। र 6 नम्बरमा रहेको छ धौलागिरी। धौला, हामी धौला क्या कपडा धुन्छौं। कसरी त धुन्छौं त 81 एकजना साथीले के गरेछ सरसर गरेर कपडा धोएछन्। 81 सरसर गरेर के गरेछन् रे कपडा धोएछन्। धौला उले कसरी धौला त भनेछन् त 81 सरसर गरेर कपडा धोएछन्। 81 67 भनेर सम्झिनु होला धौलागिरीको। र मनास्लुमा रहेको छ, मनास्लुमा 81 को 81 नै छ फेरि, र यो 67 देखि 4 कम गरिदिएर सम्झिन सक्नुहुन्छ। 67 बाट 4 कम कति हुन्छ 63। यसरी पनि 63 लाई सम्झिन सक्नुहुन्छ यहाँ मनास्लुमा। र अन्तिम रहेको छ अन्नपूर्णको 80 91। यो 80 91 हेर्नु है, 81 81 को दुईटा छ, त्यसपछि 80 को छ। 80 को एउटा 80 91। यो कसरी सम्झिनुहुन्छ भने 8 0 रहेको छ, 8 मा 1 थप्दा 9, 0 मा 1 थप्दा 1 हुन्छ नि त। 8 मा 1 थप्दा 9 र 0 मा 1 थप्दा 1 हुन्छ, अर्थात् 80 91 भनेर यसरी सम्झिन सक्नुहुन्छ। यहाँ तपाईहरु एकचोटी हेर्नु
8848.86 रहेछ। यो 86 को मद्दतले तपाईले के भन्न सक्नुहुन्छ 85 86 85 अगाडि अनि 86। त्यसपछि यो 85 लाई जस्ताको त्यस्तै राख्नु, यो 8 लाई के गर्दिनु त फेरेर 1 बनाउनु, 85 16 हुन्छ। अब मकालु 4 नम्बरमा रहेको छ, 4 लागेको 84 63। मैले के भनेको थिएँ त मकालु म भएकोमा दुईटैमा के रहेको छ 63 रहेको छ। कुनै बेला सोध्न सकिन्छ मकालु कति रहेको छ उचाइ भनेर। यिनीहरुको सबैको पछाडी मिटर भनेर राख्नु होला, एकाइ मिटर रहेको छ, सबै मिटर एकाइमा रहेको छ। अब यिनीहरुको हिम श्रृंखलाले कसरी सम्झिनुहुन्छ त? यिनीहरुको हिम श्रृंखला एकदमै सजिलो तरिकाले है। यो हेर्नु 1 नम्बर 1 पछि 3 आउँछ, एउटा छोडेर 3, 3 छोडेर फेरि 4 छोड्यो, 3 पछि 4 छोड्यो 5 आयो। एउटा पछि एउटालाई सम्झिनु होला। यो तीनवटैको एउटै रहेको छ, खुम्बु वा महालङ्गुर रहेको छ, महालङ्गुर भनेर आउन सकिन्छ। यसको रहेको छ अर्को लोहसेको तेस्रो नम्बरको खुम्बु महालङ्गुर रहेको छ। त्यस्तै अर्को कसको त जोयुको पनि खुम्बु महालङ्गुर। यसरी तीनवटाको एउटा पछि एउटाको के रहेछ खुम्बु वा महालङ्गुर भनेर आउन सक्छ तपाईहरुलाई अप्सनमा। र अब फेरि यो 2 नम्बर कञ्चनजङ्घाको कञ्चनजङ्घा नै रहेको छ हिम श्रृंखला, कञ्चनजङ्घा। त्यसपछि धौलागिरीको धौलागिरी नै रहेको छ, धौलागिरीको धौलागिरी नै रहेको छ। अन्नपूर्णको अन्नपूर्ण नै रहेको छ हैन है। कञ्चनजङ्घा 2 नम्बरको कञ्चनजङ्घाको कञ्चनजङ्घा नै रहेको छ, धौलागिरीको धौलागिरी नै रहेको छ, अन्नपूर्णको अन्नपूर्ण नै रहेको छ। यहाँ फेरि कुरा के आयो त म भएको अक्षरहरूको अलि फरक रहेका छन्। के छन् त? यो मकालु भनेर कसले भन्छन् त? मकालु भनेर कसले भन्छ भने यो कुम्भकर्ण जसले के काम गर्छन् त? खाना खाने सुत्ने, खाना खाने सुत्ने। यो खाना खाने काम, खाने र सुत्ने काम गर्ने मान्छेले किन भनिराख्नु म कालु छु भनेर? गोरे भए पनि के भयो त हैन त भनेर सम्झिन सक्नुहुन्छ। खाना खाने उसको कामै के हो त? कुम्भकर्णले खाना खाने सुत्ने, खाना खाने सुत्ने। त्यो कुम्भकर्णले कालो या गोरो भयो भने के फरक पर्छ त हैन त? कुम्भकर्ण हिम श्रृंखला भनेर कुम्भकर्ण भनेर सम्झिन सक्नुहुन्छ। म कालु छु अरे भनेर कुम्भकर्णले भनेर हुन्छ त? तिम्रो कामै के छ त? खाने हो सुत्ने हो हैन त भनेर कुम्भकर्णलाई तपाईले सम्झिन सक्नुहुन्छ। कालो भनिरहेछ, म कालु छु अरे भनेर भनिरहेछ साथीले। अर्को रहेको छ मनास्लु, म नाच्छु अरे। मनास्लुलाई तपाईले के सम्झिनु? म नाच्छु भनेर कसले भन्छ भने गणेश भगवानले के भन्दो रहेछ? म नाच्छु है, म नाच्छु भनेर गणेश भगवानले भनेरहेछ। यसको हिम श्रृंखलाको नाम रहेको छ गणेश। मनास्लुकोलाई के सम्झिनु रे? मनास्लुलाई म नाच्छु है भनेर कसले भन्दो रहेछ त? गणेश भनेर सम्झिनु होला। यसरी तपाईहरुले के त यो नेपालमा रहेका 8000 भन्दा बढी उचाइ भएका हिमालहरूका नाम क्रमैले सम्झिन सक्नुहुन्छ र तिनीहरूको उचाइलाई एकदमै सजिलै तरिकाले सम्झिन सक्नुहुन्छ। र यिनीहरूको मैले देखाएको हिम श्रृंखलालाई पनि यही तरिकाबाट तपाईले सम्झिनु हुनेछ भन्ने आशाका साथ म आज यो भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद र मन परे लाइक, कमेन्ट, सब्स्क्राइब र शेयर गरी साथ दिनु होला। साथै यो तपाईको प्रतिक्रियाले मलाई थप भिडियो बनाउनका लागि ऊर्जा मिल्नेछ। धन्यवाद।